Part 1. 12. Plan an experiment and prepare a flow chart of the steps that you would follow to ensure that the seeds are formed only from the desired sets of pollen grains. यस्तो एक्सपेरिमेन्ट प्लान गर र फ्लो चार्ट बनाऊ जसको स्टेप्सहरूले चाहिँ यो इन्स्योर गरिन्छ कि जुन चाहिँ सिड बनिन्छ त्यो चाहिँ डिजायर्ड सेट्स अफ पोलेन ग्रेन्सले नै बनाएको हो डिजायर्ड सेट्स अफ पोलेन यस्तो एक्सपेरिमेन्ट र फ्लो चार्ट बनाउनु अरे Name the type of experiment that you carried out. त्यो एक्सपेरिमेन्टको नाम बताउनु अरे जुन चाहिँ तिमीले त्यो फ्लो चार्ट बनाएको छ जसको चाहिँ तिमीले फ्लो चार्ट बनाएको छौ Write the importance of such experiment. त्यो एक्सपेरिमेन्टहरुको इम्पोर्टेन्स चाहिँ बताउनु अरे अब चाहिँ एन्सर भन्नुपर्छ सेलेक्सन अफ प्यारेन्ट्स हैन यहीमा चाहिँ के छ सेलेक्सन अफ प्यारेन्ट्सलाई पहिला सिलेक्ट गर्यो त्यहाँदेखि एरो त्यहाँदेखि चाहिँ एरो स्टेप्सको नाम चाहिँ के छ इमास्कुलेसन त्यो भनेको चाहिँ रिमुभल अफ एन्थर बिफोर द म्याच्योर of bisexual flower to be used as female parents. Emasculation अब यो वर्डको नाम चाहिँ emasculation याद चाहिँ कसरी गर्ने होला मसल्स कसकोमा हुन्छ भने बेसी जस्तो केटाकोमा हुन्छ अन्त मास्क ई भनेको निकाल्नु हैन त्यसले गर्दा रिमुभल अफ एन्थर केटाको पार्ट मेल पार्ट हैन बिफोर मेच्योर एन्थर चाहिँ कहिले निकाल्नुपर्छ नक्सामा देखाइराख्छ माथि कब चाहिँ निकाल्छ जब चाहिँ के भन्छ फुल मेच्योर हुनुभन्दा अगाडि एन्थर चाहिँ निकाल्छ हैन एन्थरले पोलेन डेभलप गर्नुभन्दा अगाडि नै एन्थर निकाल्छ बाइसेक्सुअल फ्लावरको ताकि त्यो फ्लावर चाहिँ फिमेल प्यारेन्टको रूपमा युज गर्नु सकौँ अब फ्लो चार्ट बनाउँदैछ त्यसले गर्दा डाउन पोइन्टिङ एरो त्यहाँदेखि चाहिँ के छ भन्दाखेरि चाहिँ ब्यागिङ सेकेन्ड त्यसको नाम चाहिँ सेकेन्ड त्यसको नाम चाहिँ प्रोसेसको नाम चाहिँ ब्यागिङ भनेको चाहिँ ब्यागिङ इज कभरिङ द इमास्कुलेटेड flower with bag of suitable size